ल हुन्छ यो नाम चेन्ज गर्न मिलिहाल्छ हेर्नु त आफ्नो विद्यालयको नाम राख्यो भइहाल्यो है त्यो त राखिहाल्नुहुन्छ सर म्याडम ल एकैछिनका लागि यो चाहिँ उहाँको सेकेन्ड क्लास उहाँ त फर्स्ट क्लास हुनु त जसको यहाँ नाम छ उहाँ फर्स्ट क्लासको हो एकछिनलाई ल कसको भन्नु नाम यहाँ क्याल्कुलेसन गरिहाल्छु सर मेरो गर्नु न त सर हजुर शुभ नाम भन्नु ल नेक्स्ट कुराकानी ल एएनएसएच लेख्नुहुन्छ हजुर सर कुराकानी ल आइएन एन हजुर अब यहाँ हेर्नु त यहाँ चाहिँ लिङ्ग ए पुरुष हो भने 1 राख्नु पर्यो मैले आउने राख्नु पर्यो है अनि सरको प्राइमरी थर्ड क्लास प्राइमरी थर्ड हजुर अब यहाँ चाहिँ एक्लै हुनुहुन्छ भने 1 लेख्नु पर्यो दम्पति हुनुहुन्छ भने 2 लेख्नु पर्यो है सर हजुर दम्पति छ दुई छ दम्पति त भइहाल्यो अब हेर्नु है चाडबाड महिना मान्ने महिना असोजै भइहाल्यो हजुर सर हजुर अनि अशक्त होइन हैन सर सक्दैछु सर सक्दैछु हजुर अशक्त कहिले यस्तो हुँदो रहेछ अशक्तताको पनि परिवेश हुँदो रहेछ है खासमा मलाई पनि अशक्त भन्न मिल्ने खालको अवस्थामा छु खास गरी म तर मलाई अशक्त भन्नै मन लाग्दैन मैले कहिले पनि त्यसो गरिन अशक्तताको त्यो रिजर्भ कोटामा जान मन लागेन कहिले पनि कहिले हैन यहाँ चाहिँ यो कर्मचारीको ग्रेड वृद्धि हुने महिना ए हजुर सर ग्रेड वृद्धि हुने महिना चाहिँ 1 देखि 12 सम्म राखेको छ यहाँ हाम्रो त प्राय वैशाखमा नै हुन्छ नि त पहिले पनि त्यस्तो थियो क्या सर जहिले नियुक्ति भएपछि ठ्याक्कै 1 वर्षपछि चाहिँ ग्रेड वृद्धि भइहाल्थ्यो अनि त्यसैले यहाँ चाहिँ साउन भदौ असोज मुसितिर पनि हुन्थ्यो कसैको हैन जहिले नियुक्ति भएको छ त्यति बेला हुन्थ्यो त्यही भएर हो ल अब हेर्नु है मासिक तलब ठ्याक्कै स्केल भन्नु त सर 32902 सर 32902 है यो भइहाल्यो अब त्यस पछाडि भनेको ग्रेड संख्या कति पुग्यो सरको मेरो 1 सर 1 ग्रेड संख्या 1 है सर अब हाम्रो ग्रेड भनेको थर्ड हाम्रो प्राविधिक तृतीयको ग्रेड कति हो सर 1096 सर 1096 शून्यान्तमा 97 96 सर 1097 सर 97 राख्यौँ केही भएन सर यो तृतीय भन्दाखेरि चाहिँ गजब सुनिँदो रहेछ सर अघि गणेश सरले थर्ड भन्नुभएको थियो साह्रै नमजा सुनिँदो रहेछ त्यसरी चाहिँ सुरुमा त अलिकति अप्ठ्यारै लाग्छ त ओहो सम्झिनु त होली सर अरू पनि क्लास भनेपछि सक्यो हैन सुरुमा त्यस्तै लाग्छ सर जाने नि त्यहीबाट हो अब के गर्नु हैन एकजना म्याडम हुनुहुन्छ अब उहाँले नभ्याएर आउनु भएको छैन यो कविता खनाल भन्ने म्याडम हुनुहुन्छ हाम्रो यहाँ ग्रुपमा यो उहाँले सहजीकरण गर्नेमा सर हामी त थर्ड क्लास भन्नुहुन्छ के अनि अब के गर्ने हैन सबै जाने बाटो सबैको त्यही नै हो त्यहीबाटै जान्छौँ त्यसले गर्दाखेरि त्यसलाई अप्ठ्यारो मान्ने कुरै भएन नि हैन ल अब तल्लो जो ग्रेड वृद्धि भएपछि भनेको चाहिँ के भने त्यो ग्रेड ग्रेड वृद्धि भएपछि दोस्रो ग्रेड पाइन्छ भनेको यो ग्रेड भएपछि चाहिँ प्राविधिक ग्रेड छैन 57 भन्दा अगाडिको साथीहरूले प्राविधिक ग्रेड पाउनुहुन्छ हामीले पाउँदैनौँ हैन सर हजुर अब हेर्नु है बिमा सरकारी 400 प्राप्त हुन्छ प्रोत्साहन भत्ता अरु थप केही छैन नि सर छैन सर महँगी भत्ता चाहिँ 5000 मा यहाँ 5000 पाउँछौँ है सर हजुर 5000 यहाँ पाइन्छ ल पोशाक भत्ता पोशाक भत्ता 10000 स्थानीय भत्ता छैन अनि सञ्चयको वृद्धि हुनु अगाडि ग्रेड वृद्धि चैतसम्म यति जान्छ सरको त्यस पछाडी 2 ग्रेड भएपछि यो जान्छ है 8 महिना चाहिँ यसरी जाँदैछ 4 महिना चाहिँ यो तरिकाले जाँदैछ अब हेर्नु जम्मा आम्दानी भनेको कति हुने भयो त सरको भन्दाखेरि 5,62,412 रुपैयाँ हुने भयो है हजुर अब त्यसपछि जम्मा आम्दानी त त्यति भयो अब कट्टी चाहिँ केमा हुन्छ त भन्दाखेरि कट्टी हुने चाहिँ हेर्नु है कट्टी हुने भनेको यो सञ्चय कोष
पट्टी हुन्छ 6799 रुपैयाँ चाहिँ ग्रेड वृद्धि हुनुभन्दा अगाडिको कुरा। सञ्चय कोष वृद्धि भएपछि चाहिँ यति हुन्छ र वार्षिक यतापट्टि देखाएको छ है। त्यसपछि अब नागरिक लगानी कोषको चाहिँ वृद्धि हुनु अगाडि र वृद्धि हुनु पछाडि छुट्टै गर्नु भएको छ भने यसमा आउने हो, छुट्टै गर्नु भएको छ भने आएन सर है। अब त्यसपछि हाम्रो तल बिमा सरकारी छ, त्यो सरकारीको चाहिँ 9600 जान्छ, त्यो गइहाल्यो। अनि बिमा व्यक्तिगत गर्नु भएको छ सर? व्यक्तिगत गरेको छ सर, मैले स्वास्थ्य आफ्नो बिमा चाहिँ गरेको छु। कति प्रिमियम कति बुझाउनुहुन्छ? प्रिमियम चाहिँ त ठ्याक्कै बिर्छ सर, 19000। केही भएन त्यो पछि हेरेर गरिहाल्नु। अधिकतम 40000 सम्म कटाउनु पाइन्छ है त्यहाँनेरि। अधिकतम 40, बिमा अधिकतम 40000 भनेकै छ। यहाँ सरकोमा डाउनलोड गरेर त्यो लिनुहुन्छ अथवा भरे मेलबाट भन्नुभएको छ, त्यो म पठाउँला, त्यहाँबाट हेरिहाल्नुहुन्छ। यो 40000 सम्म छ। मानौँ एकछिनका लागि सरको बिमा चाहिँ 10000 को राख्दिउँ प्रिमियम है सर। हजुर सर। अनि स्वास्थ्य बिमा हुन्छ, स्वास्थ्य बिमा चाहिँ हामीले 20000 सम्म गर्न पाइन्छ। मानौँ 5000 राख्यौँ है सर। हजुर सर। नराख्दा पनि केही फरक पर्दैन, जे छ त्यही हुने हो। अब यहाँनिर हेर्नु है, यो सबै जम्मा कट्टी गरेर 1,07,000 हैन 075 रुपैयाँ चाहिँ कर योग्य मतलब कट्टी हुने भयो। कट्टी भइसकेपछि अब खुद आए चाहिँ कति भयो त भन्दाखेरि 4,55,000 भयो। 4,55,000 भइसकेपछि हेर्नु है, दम्पतिको थ्रेसहोल्ड भनेको 6 लाख सम्म हो। 6 लाख सम्म भइसकेपछि कर योग्य रकमबाट योबाट यो घटाउँदाखेरि त के आयो त भन्दाखेरि कर योग्य आयो भनेको 1,44,662 रुपैयाँ 60 पैसा हैन। अब करको दायित्वको सीमा चाहिँ कसरी हुन्छ भन्दाखेरि सुरुमा 6 लाख सम्म चाहिँ 1% हुन्छ। तर सरको 4,55,337 भयो, त्यसको 1% लाग्ने हो है। यो चाहिँ वार्षिकमा यति लाग्ने हो। त्यसलाई मासिकमा ल्याउने हो भने चाहिँ यसरी आउँछ है। यसलाई त 12 ले भाग गर्नु पर्यो नि। 12 ले भाग गर्दाखेरि के हुन्छ, सरले बुझाउनु पर्ने कर भनेको चाहिँ 379 रुपैयाँ 45 पैसा भयो। मेरो बिमाको पनि घट्यो सर? बिमा पनि घट्यो, तर नघटाउँदा पनि एकछिनलाई यहाँ हटाउँ है त। 6 लाखको स्वप पुग्दैन नि त। पुग्दैन सर। 6 लाख नपुग्ने हुनाले फेरि 300 कति भयो? अहिले कति भनेको थियो? 300। ल फेरि राखेर हेरौँ न त। अघि झुक्यौँ भने यहाँ 10,000 राखेको थियौँ हामीले हैन? हजुर। माथि यहाँ 10,000 5,000 थियो, यहाँ 5,000 थियो होला। यहाँ 5,000 थियो, यहाँ 5,000 थियो, माथिल्लोमा चाहिँ 10,000 थियो। माथिल्लोमा 10,000 थियो। अहिले यहाँ राख्दाखेरि यो दुईटा राख्दाखेरि 379 रुपैयाँ भयो। 380 भनौँ न हैन, मासिक रूपमा बुझाउने पैसा 380 भयो। ल यसलाई मेटौँ, यसलाई मेटिदिउँ। यदि त्यसो गरिएन भने 311 रुपैयाँ बढ्यो। अब छ सर भन्नुभयो सीमा लामाले। हजुर ठिक छ। हाजिरी सबैको भएको छ नि। हाजिरीलाई मैले फेरि एकचोटि कोही साथीहरू आउनुभयो कि पछि आउनु भएको छ कि हाजिरी मात्रै पेस्ट गरेर अनि फेरि कन्टिन्यू गरिहाल्छौँ है। ल भनेको त्यतिबेला होइन, त्यो पनि थियो हाम्रो रुटिनमै छ, तर अगाडि पछाडि भयो, केही गर्दैन। ल हेर्नु है, त्यस पछाडि भौचर लिएर आउनु पर्यो नि सर। हजुर हजुर। हातमा 5,000 रुपैयाँ कर तिरेको भौचर छ है सर। कर भइसकेपछि अब के गर्नुहुन्छ भन्दाखेरि हेर्नु त, यहाँ माथि म ब्राउजरमा गइरहेको छु। ब्राउजरमा जाँदाखेरि ट्याक्स पेयर पोर्टल भन्ने हुन्छ है सर। हजुर। ट्याक्स पेयर पोर्टल भनेर यही आयो यसरी है सर। ट्याक्स पेयर पोर्टलमा यहाँ खोल्यौँ यसरी। हजुर। ट्याक्स पेयर पोर्टलमा खोलिसकेपछि अब के हुन्छ भने नि सर, अबको काम भनेको इटिडिएस भन्ने ठाउँमा जानुपर्छ है। इटिडिएस है, इटिडिएसमा खोल्नुपर्छ है। इटिडिएसमा खोलिसकेपछि यहाँनिर आएपछि आफ्नो विद्यालयको पान नम्बर चाहियो है सर। हजुर सर। हजुर। विद्यालयको पान नम्बर है। यहाँ मैले सिकाउनको लागि मैले मेरो विद्यालयको गर्छु। सर यहाँ प्रयोगकर्ताको नाम भनेपछि विद्यालयको पान नम्बर हाल्ने हो सर। ए हजुर है।
अनि विद्यालयको पान नम्बर हालेर त्यहाँनेरि पासवर्ड क्रिएट गरेको हुनुपर्छ। हजुर त्यो पासवर्ड हाल्ने। हजुर पासवर्ड हाल्ने है सर। अनि यहाँनेरि यहाँ गइसकेपछि अब स्थायी लेखा नम्बर अघि प्रयोगकर्ताको नाम जे छ त्यही हाल्ने हो। यो त्यही हाल्ने। अब यसो गरिसकेपछि यो स्थायी लेखा नम्बर पान नम्बर भनेको चाहिँ त्यो अघि प्रयोगकर्ताको नाम स्कुलको थियो त्यही हाल्ने हो। स्कुलकै हाल्ने हो सर। अहिले चाहिँ स्कुलको यहाँ विथ होल्डी र विथ होल्डर भन्ने हुन्छ के सर। हामी चाहिँ जो टिचरहरू छौँ अघिको कुरा आयो नि एकमुष्ट स्कुलबाट पठाइन्छ भनेको कुरा चाहिँ हो नि, त्यो स्कुलको पानबाट गएको हुन्छ। स्कुलको पानबाट गएको हुन्छ, हाम्रोमा देखिएन। अहिले हाम्रो सबै कुरा भनेको के हो त भन्दाखेरि हामीले देखाउनका लागि, हाम्रो योगदान देखियोस् भन्नका लागि प्रयोग गरिएको हो के। हजुर सर। ल अब हेर्नु है, यो जेमा स्टार लागेको छ त्यसलाई म्यान्डेटरी भन्छ। त्यो म्यान्डेटरी भनेको मतलब हाल्नै पर्छ, नभएदेखि परेन। ल अब जस्तै जहाँ जहाँ छ त्यसमा मात्रै। इमेलमा स्कुलको लाउनु पर्ने कि इमेल नलाउँदा हुन्छ? यहाँ म्यान्डेटरी छैन नि त। लाउँदा पनि भयो, स्कुलकै लाउने हो लाउँदाखेरि हैन। सर एउटा कुरा नि सर, भन्नु त। जस्तो यो फोन नम्बरमा चाहिँ जस्तो मैले पनि अगाडि यो ट्राई गर्न खोजेको थिएँ कि सर। हजुर। यो फोन नम्बर चाहिँ स्कुलको रेकर्ड नभएको जस्तो अर्कैको नम्बर रहेछ क्या, पुरानो सरहरूको। अब त्यो नम्बर पनि रहेनछ अनि के भर्नु भनेर आयो अनि त्यो अलिकति झन्झट लाएर मैले त्यसलाई हेरिनँ सर। केवाइसी अपडेट गर्नुपर्ने हुन्छ त्यसमा। त्यो मोबाइलमै आयो सर अनि त्यसलाई मलाई अलिक त्यो बेला अब यो ज्ञानै छैन क्या केवाइसी सम्बन्धी। त्यो फरक पनि जानिएन र अहिलेसम्म सर त्यो त्यतिकै छ। यो नम्बर के त्यसरी उबाट भाग्नै हुँदैन सर। कहाँ भागेर हुन्छ र के हो त्यो कुरा पार्ला जोड्नुपर्छ सर। पारा अलिक नजानेर नि सर खासमा चाहिँ। ठिक छ। अब हेर्नु है सर, अब टिडीएस कलेक्सन अन्तराल मैले कहिलेदेखि कहिलेसम्म कर तिरेको भन्ने कुरा आयो नि सर। अब त्यस पछाडि हेर्नु है, सपोज यहाँनेरि भोचर मिति भन्छ। भोचर मिति चाहिँ 75 भन्दा अगाडिको छ भने भर्नुहोस् भन्छ। 75 अगाडितिर पनि भोचरहरू कलेक्सन गरेर सबै टिडीएस गर्न मिल्छ क्या। पहिलेको सरहरूले यही खोज्दै हुनुहुन्छ नि सर। हजुर सर। पुरानो सरहरूले अहिले सबै यही खोज्दै हुनुहुन्छ के। हो त्यही त। पुरानो सरहरूलाई अहिले समस्या परेको चाहिँ उहाँहरूले अपडेट गर्नु भएको छैन। अपडेट नगरेपछि दुःख पाउनु भएको कारण चाहिँ त्यो हो के। अस्ति यही कामको लागि अर्को एउटा पालिकामा गएको छ सर। हजुर। यो पालिकाभन्दा अर्को पालिका इकाइसँग चाहिँ सहकार्यमा एउटा यही सम्बन्धीको तालिमको लागि गएको थिएँ। हजुर। त्यो पालिकामा चाहिँ अब अहिले जुन नयाँ अब भनेको हामीसँग पोस्टिङ हुने अगाडिको पोस्टिङ हुनेहरूसँग त अपडेट भइहाल्यो। अगाडि हुनेसँग अब कसैको भएन भने त्यहाँ यो जस्तो आइडी पासवर्ड क्रिएट गर्नेदेखि लिएर अब टिडीएस गर्ने कुराहरू त सिकाइयो। अब भरे चाहिँ हाम्रो पैसा चाहिँ कहाँ गयो त भन्ने कुरा हो। अनि ल तपाईँहरूले यो अप्सनमा हाल्न पाउनुहुन्छ, त्योभन्दा अगाडिको भोचर सबै खोज्नु होला भनेर भनेपछि अहिले मलाई पुरा फोन गरेर चाहिँ यो भोचर भेटाइ अब के गर्नुपर्छ भन्दै के। हो। अनि जस्तै यहाँ अहिले 75 भन्दा अगाडि भनेको छ नि, उहाँलाई पनि यो सुरुमा त अब अलि त्यति धेरै ज्ञान नभएको हुनाले गरिँदैन गर्दै नगर्ने के। स्कुलको मा जान्छ, व्यक्तिकोमा गएकै छैन। अनि नगएपछि त यो त भोलि हामी अभर पर्छौँ भनेर मैले सुरु गरेँ। अब कुनै कुरा गरियो भने सर म्याडमहरूलाई थाहा छँदैछ, विद्यालयमा फेरि के हुन्छ भने जसले नयाँ कुरा उठाउँछ त्यही मात्रै फस्छ नि त फेरि। काम गर्न थालियो भने त फसिहालिन्छ। ठिक छ, विद्यालयको मात्रै होइन सर, अरू विद्यालयको पनि आफूले गरिदिनुपर्छ सबैको। हो, त्यो अरू विद्यालयको गर्न पाइयो भने अपर्च्युनिटीको कुरा पनि हो भने चाहिँ अपर्च्युनिटीलाई चाहिँ दुःख मान्नु हुँदैन, सिकाइ हुन्छ कि। नेपालीमा एउटा भनाइ छ नि, सरहरूले सुन्नु भएको कि छैन? के अरे घर छाउन अर्काको सिक्नु अरे, गाई दुहुन आफ्नो सिक्नु अरे के। त्यो भनेको के भनेको भने घर छाउन बिगारिहालिएछ भने पनि अर्का घर चुन्छ के बिग्रियो होइन। गाई दुहुन चाहिँ आफ्नो सिकियो भने मजाले दुहुन सक्यो भने बाछो आफ्नै सप्रिन्छ भन्ने भनाइ जस्तै काम पाइयो भने सिक्दै जाने के सर। पर्फेक्ट हुनु पाइन्छ नि त। ल्यायो साथी म गरिदिन्छु भन्ने भयो हुन्छ नभए हुँदैन नि होइन। म पनि पछि त पर्तिर सर गरिदिन्छु साथीहरूको। अनि त्यस पछाडि के भयो भने मैले चाहिँ 71 तिरदेखिको भोचर खोज्दै सबै
5-7 वर्षको 7-8 वर्षको अपडेट गर्नलाई त एकैचोटि गर्नुपर्दा टाइम लाग्यो, तर गर्दै गएँ एकजना सहयोगी भाइ थियो, सघायो अनि सके। अनि अर्को विद्यालयको एकजना सरलाई चाहिँ जानुपर्ने भयो। हाम्रो 75 भन्दा अगाडिको त छैन नि गरेको विद्यालयमा हुनुहुन्थ्यो, विद्यालयमा किन गर्नु हामी टाको दुखाइ हैन, अनि सिक्न लागि गर्ने नि। अनि त्यस पछाडि त्यो सरकोमा गएको त यता छैन उता छैन केही छैन केही। दाजु स्टार्ट त यहाँ नगरौँ ल, अलि बाहिर। अनि त्यस पछाडि पछि सिक्न लागि गर्ने नि 1-1 वर्षको। हजुर सुन्दै हुनुहुन्छ सर? हजुर सर, 4 महिना 1 देखि 6 महिना 31 सम्म लेख्नु पर्यो हैन सर? 6 महिना 31 सम्म लेख्नु पर्यो, डट डट हालिन्छ त्यहाँनेर, त्यो लेख्नु पर्यो है। अब त्यस पछाडि यो सबमिसन नम्बर चाहिँ याद गर्नुपर्छ है। यो सबमिसन नम्बर चाहिँ याद हुनुपर्छ हामीलाई। यो एउटा यसो पुरानो पेपरमा प्रिन्ट गरेर राखे पनि हुन्छ, टिपेर राखे पनि हुन्छ। यो सबमिसन नम्बर चाहिँ जहिले खोज्दा पनि भेटिन्छ, इन्ट्री गरिसकेपछि जहिले यसको काम हुन्छ है। अब त्यस पछाडि हेर्नु है, यति गरेर सबमिसन नम्बर ल्याइसकेपछि अब चाहिँ ट्रान्जेक्सन भर्ने फारम भन्ने हुन्छ है। ट्रान्जेक्सन भर्ने फारममा अब हाम्रो पालो आयो। अघि चाहिँ स्कुलको थियो है, अघि चाहिँ स्कुलको काम गर्यौँ हामीले स्कुलकोबाट। अब चाहिँ हरेक व्यक्तिको आफ्नोबाट चाहियो के। 107-913-788 हेर्नु है त, 107-913-788 भनिसकेपछि अब यहाँ आउँछ, नाम आफै आइहाल्छ, मेरो नाम आयो है। अब यो भुक्तानी कहिले पाइयो त? अब याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने नि, जस्तै साउन 1 गतेदेखि असोज 31 गतेसम्मको राखियो भने असोज 31 गते भन्दा अगाडि बिचमा भुक्तानी दिएको जस्तो देखाउनुपर्छ है। त्यो असोज भन्दा पछाडि भुक्तानी दिएको भन्न मिल्दैन। अनि असोज मानौ एकछिनका लागि है, अघि हामीले कति राखेका थियौँ? 81 राखेका थियौँ होला सायद, त्यो सबमिसन लिने बेलामा 81 भन्यौँ होइन? 2081 82 समय भनेको क्या, 82 3 महिना या फर्मेट मिलेन भने फेरि लिँदैन। 3 महिना 24 गते त्यो विदिन पिरियडमा भुक्तानी रकम है। भुक्तानी रकम मानौँ एकछिनका लागि 2 लाख रुपियाँ लिएँ मैले वर्ष दिनभरिमा। टिडिएस रकम चाहिँ कति भयो त? टिडिएस त अघि टिडिएस क्यालकुलेसन गर्ने तरिका अघि क्यालकुलेसनबाट आएकै छँदैछ है, कटाएर राखेकै छ। टिडिएस मेरो नामबाट कति पैसा चाहिँ गयो त? मानौँ 20,000 को एउटा भाउचर थियो भने त्यो 20,000 मैले मात्रै तिरेको होइन, 20,000 त सबै स्टाफ मिलेर तिरेको हो। अनि 20,000 तिरिसकेपछि त्यो मध्ये मेरो कन्ट्रिब्युसन कति त? मेरो कन्ट्रिब्युसन चाहिँ मानौँ 5,000 दिए, मेरो 5,000 हो। अब यो के को रकम हो भन्छ यहाँनिर? टिडिएस को किसिम चाहिँ, जस्तै अब हामीले चाहिँ इन्कम ट्याक्स तिरेको हो कि, हामीलाई लाग्ने भनेको एउटा इन्कम ट्याक्स हुन्छ र अर्को चाहिँ हामीलाई सोसियल सेक्युरिटी बेस भन्छ है, 1% को कुरा। यो दुईटा मध्ये दुईटाको छुट्टा छुट्टै गर्नुपर्छ। इन्कम ट्याक्स वाला भोचर छुट्टै बनाउनु पर्छ अनि यसो छुट्टै बनाउनु पर्छ। अब यति गरिसकेपछि जस्तै हामीले 1 वर्ष गर्दैछौँ हैन? हजुर, 1 वर्ष गरेपछि हामीले त्यो पैसा पनि 1 वर्षले लेख्नु पर्यो यहाँनिर। 1 वर्षभरिमा सरले कति तिर्नुभयो त्यो लेख्नु पर्छ सर। तर हामीले भाउचर त फरक फरक टाइममा काटे हुन्छ नि त सर, 3-3 महिनामा काटे हुन्छ। त्यसो भए त यस्तो हुन्छ नि सर, त्यसो भए त त्यो भाउचरको जति अन्तराल हो त्यति हाल्नु पर्यो नि। 1 वर्षको पाइएन नि त्यसरी त। भाउचरमा जति काटेको पुरा गर्नु पर्यो नि सर। 4 चोटि काटेछ भने 4 चोटि नै गर्नुपर्छ सर। त्यो फेरि वर्ष दिनको हाल्छु भाउचर चाहिँ 4टा छ भनेर त पाइँदैन नि। अनि जस्तो यो भुक्तानी रकममा चाहिँ हामीले त्यो त्रैमासिकै रकम राख्नु पर्यो। त्यो त्रैमासिक भरिमा कति पैसा खाइयो त्यति राख्नु पर्यो। अनि डेट हाल्दा नि त्यो भुक्तानी मिति चाहिँ सर, भुक्तानी मिति चाहिँ नि जस्तै नि सर, जस्तै 2082 साउन 1 गतेदेखि असोज 31 गतेसम्म भन्यो भने नि, हजुर पिरियड त्यो 1 गतेदेखि 31 गतेको भित्र चाहिँ हुनुपर्छ।
जस्तै एक वर्ष मैले कार्तिकमा तलब खाएँ भोचरको नोटिसमा उ भएन हैन सर योमा त्यो बाउन्डरी भन्दा बाहिर जानु भएन त्यो भित्रैको सकिन्छ सकियो हजुर भुक्तानी चाहिँ जहिले हामीले तलब खाए पनि त्यो असोज 31 गते भन्दा अगाडि जस्तै 28 गते 29 गते 30 गतेतिर चाहिँ भित्रकै राख्नु पर्यो बाहिरको राख्न पाइँदैन। अनि त्यो बैंक भोचरमा फेरि अर्कै डेट हुन्छ कि सर? बैंक भोचरको कुरा अर्कै हो सर। बैंक भोचर भर्ने चाहिँ भोचर भर्ने फारम भन्ने हुन्छ अहिले। जस्तै है अब यसलाई एड गर्ने है, एड गर्ने यो गरेर तल बस्यो। यो अब तल बस्यो नि त, यहाँ तल बस्यो। अनि तल बसिसकेपछि अर्को साथीको यहाँ पान नम्बर लेख्ने बित्तिकै नाम त आइहाल्छ आफै। भुक्तानी मिति चाहिँ अघिकै हुनु पर्यो है। अघि जहिले 24 गते भएको छ भने 24 गते सबैको एउटै मितिमा एउटा भोचरमा, भोचर जेसुकै होस् मतलब भएन, भुक्तानी चाहिँ त्यति बेला गरेको हो भन्ने दाखिला मिति भन्दा आउँछ अहिले। अब यहाँनिर जस्तै यहाँ लक्ष्मी सापकोटाको यहाँ भयो, अर्को चाहिँ अब एकछिनलाई गणेश गुरागाई सरको यहाँ राख्यो। जो स्टाफ छौँ हामी सबै राख्दै राख्दै गयो। सबै राख्दै राख्दै जाँदाखेरि चाहिँ तल गएर के हुन्छ भने नि यहाँ अहिले 5000 भएको छ। अर्को साथीको राख्यो भनेदेखि यहाँ थपिएर आउँछ। यो थपिँदै 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 आएर ठ्याक्क भोचरको रकमसँग मिल्नु पर्यो। भोचरमा जति रकम छ त्यति मिल्नु पर्यो। त्यो मिलिसकेपछि अब हेर्नु है, त्यो मिलिसकेपछि अब भोचर त हामीले भरिसक्यौँ। भरिसकेपछि त्यसलाई चाहिँ सेभ गर्नुपर्ने हुन्छ। सेभ गर्दाखेरि हेर्नु है, सेभ गर्यो यसरी, सेभ त भइहाल्छ, सेभमा त समस्या भएन। अर्को चाहिँ के भन्छ भन्दाखेरि सबमिट गर्ने भन्छ के। सबमिट गर्न चाहिँ एकपल्ट सबमिट गरिसकेपछि फेरि सबमिट हुँदैन है भन्छ। त्यसैले राम्ररी ध्यान दिएर त्यो भोचरकोमा पोइन्ट सोइन्ट कतै केही बिग्रेको छ कि त्यसलाई हेर्नुपर्छ है। अनि त्यसलाई हेरिसकेपछि अब यस पछाडि के हुन्छ भनेदेखि ठ्याक्क हेर्नु है त। अब यस पछाडि गएर हामीले यो ट्रान्ज्याक्सन भर्ने काम अहिले गर्छौँ। त्यति सकिन्छ, ठिक्क मिल्छ। मानौँ 20344 थियो भने 20344 5 जना बर्डर आयो भने यो 5 जना एड गर्दै जाने हो। यहाँ एड गर्ने, अर्को लेख्ने, थप्दै 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 यो भरिसकेपछि अनि त्यस पछाडि भोचर भर्ने फारममा जानुपर्छ। भोचर भर्ने फारममा जाँदाखेरि के हुन्छ भन्दाखेरि अघि आयो नि कुरा, भोचर भर्ने फारममा चाहिँ शीर्षक त त्यही आफै आइसकिहाले हुन्छ। त्यहाँ भोचर नम्बर हुन्छ। भोचर ट्याक्क राख्यो, कहाँ तिरेको त अब ट्याक्स अफिसमा गएर तिरेको कि ब्याङ्कमा गएर तिरेको अथवा अनलाइन पेमेन्ट गरेको, यो चाहिँ हामीले यहाँ लेख्यो। जेनरली हामी भोचरमा जान्छौँ। अब यो दाखिला मिति भनेको चाहिँ भोचरमा भएको मिति ट्याक्क राख्नुपर्छ। यहाँ भोचरमा भएको मिति राख्ने हैन। अनि भोचरमा भएको रकम अघि आएको यो ट्रान्ज्याक्सन भर्ने फारममा जति आएको छ त्यो भोचरमा पनि ठिक्क त्यति नै मिति यहाँनिर राखेको हुनुपर्छ। यहाँ टिडिएस रकम मिलेर भोचरमा भएकै त राख्ने हो, भोचरमा नभएको होइन। केही गरी अलिअलि तलमाथि हुन आँट्यो भने भोचरको र हामीले यहाँ भर्दै जाँदाखेरि ट्रान्ज्याक्सन भर्दै अलिअलि तलमाथि हुन आँट्यो भने कोही व्यक्तिकोमा 1 रुपियाँ 2 रुपियाँ घटबढ गराइदिएर घटाएर अथवा बढाएर त्यसलाई मिलाउँदा भइहाल्छ। आखिरी सबै मिलेर 20000 तिरेको हो। त्यसमा कसैको अलिकति तलमाथि भयो भने तर पोइन्ट पनि फरक नपर्ने गरी, पैसामा पनि फरक नपर्ने गरी भोचरमा र यसमा दुईटै कुरा ट्याक्क मिलाउनु पर्छ। सर एउटा कुरा राख्नु सर। हजुर सर भन्नु। जस्तो यो मेरो त पुरानोदेखि पनि भरेको छैन हैन सर। पहिला अवस्थै हुँदाको पनि भर्दा त हुने होला नि त सर, के हुन्छ भर्दा हुन्छ सर, हुन्छ आफ्नो योगदान। अनि सर यो बिचमा जस्तो सरुवा जाने आउने क्रम भइरह्यो क्या, अब तिनीहरूको पनि अब भर्दा त एकैचोटि हुन्छ होला। तिनीहरूको चाहिँ के उनीहरूको सँगै जोडेर लिँदा हुने कि अथवा तर भौचरमा त फेरि सबैको हुन्छ हैन सर? भौचरमा यस्तो छ, भौचरमा भए जतिको चाहिँ त भर्नु पर्छ सर। यहाँ ट्रान्ज्याक्सन गरेको बेला भौचरमा भएको कतिजना साथीहरूको मानौँ 15000 सरले तिर्नु भएको छ। 15000 भनेको चाहिँ 20 जना मिलेर तिरेको हो भने 20 जनाको यहाँ इन्ट्री हुनु पर्यो। त्यो सरुवा भएर गए पनि अब त्यो भर्दा हुने रहेछ हैन? सरुवा भएर गए पनि उसको लगानी त हो नि त, उसको कन्ट्रिब्युसन त हो नि राज्यको प्रति। नभए यस्तो छ सर, साह्रै धेरै चाहिँ यस्तो हुन्छ, साह्रै धेरै अगाडिदेखिको अपडेट गर्नै पर्छ भन्ने पनि हुँदैन के सर। बढीमा 3 वर्ष जतिको माग्छ हामीलाई कतैतिर हैन। जस्तो ब्याङ्कतिर हामीले ऋण लिनु पर्यो भने पनि त्यही बढीमा 2 वर्ष 3 वर्ष, बाहिरतिर जाँदा पनि त्यति हो। अबदेखि चाहिँ सिकेर अबदेखि अपडेट गर्दा हुन्छ। पुरानोको कुरामा किन ध्यान दिनु हैन, किन तनाव किन दिनु, पुरानोको परेन। उही जरुरी भएछ भने सिकेको छ भने त जुनसुकै बेला गर्न सकिहाल्यो।
अपडेट गर्ने कुरा चाहिँ अबदेखि अपडेट गर्दै गर्दै जाँदाखेरि भइहाल्छ। अहिले तत्कालै हामीलाई त्यस्तो अभर नपर्ला, परिहालेछ भने त्यति बेलै पनि राख्न सकिन्छ। अब यसरी भौचर भरिसकेपछि भौचर ट्याक्क भर्यो, भौचरको यहाँ तल आइहाल्छ शीर्षक सहितको है। अनि भौचर भरिसकेपछि अनि हामी चाहिँ फेरि फर्केर आएर ट्रान्जेक्सन भर्ने फारममा अघि सबै सेभ गरेकै छ, त्यसलाई लगेर सबमिट गर्नुपर्छ। यो गर्न सकिन्छ। त्यो सबमिट गर्ने बेला चाहिँ हेर्नु है, यहाँ के भन्छ भने ट्रान्जेक्सन टोटल एमाउन्ट एन्ड भौचर टोटल डिडिएस एमाउन्ट डज नट म्याच। अहिले त भरेकै छैन, कहाँबाट म्याच गर्नुहोस् त। 5000 को ट्रान्जेक्सनको भनेको थियो, यतापट्टि ऊ राखेको छ, उतापट्टि गएर केही पनि गरिरहेको छैन, त्यसैले डज नट म्याच भन्छ। अनि यो दुईटै कुरा म्याच भइसकेपछि यहाँनिर उसले चाहिँ सक्सेसफुल्ली सबमिट भनेको हुन्छ। भन्दाखेरि एकचोटि सबमिट गरिसकेपछि फेरि दोहोऱ्याउन पाइँदैन, त्यसैले राम्ररी हेर्नु होला भनेर सचेत गराउँछ। सबमिट गरिदियो। सबमिट गरिसकेपछि अब के हुन्छ भने सर म्याडमहरू हाम्रो काम सकिन लागिसकेको हुन्छ। यति गरेर यो तल है इटिडिएस वालामा तल काम गर्यो। अनि त्यस पछाडि यहाँ गयो यो ट्याक्स पेयर लगइन भन्नेमा चाहिँ जेनरल माथि है, माथिको बटममा गएर ट्याक्स पेयर लगइन यहाँ गयो। ट्याक्स पेयर लगइनमा गयो। ट्याक्स पेयर लगइनमा गइसकेपछि अनि त्यस पछाडि त्यहाँबाट चाहिँ हामीले हाम्रो के भन्छ क्लियरेन्स भइसकेको कुरा चाहिँ यहाँ गएर हामीले यसलाई जेनरल ट्याक्स पेयर लगइन यसबाट गएर यो ऐकै कुरा आयो। फेरि ऐकै कुरा आउँछ 20/12/77/409 ल यसलाई चाहिँ राखिसकेका छौँ। इन्टर क्याप्चा भन्छ यहाँ, यसले चाहिँ रोबोटले अलि डिस्टर्ब गरेको हुनाले यिनीहरूले अहिले क्याप्चा राखेको छ, पहिले राखेको थिएन। यो क्यापिटल ओ हुनुपर्छ सायद, OO6N9 यो राखिसकेपछि अनि लगइन हुन्छ। अब लगइन भयो। लगइन भइसकेपछि हेर्नु है, लगइन भइसकेपछि चाहिँ यहाँ विभिन्न काम गर्न सक्छौँ हामी। जस्तो टिडिएस को भौचर चाहियो हामीलाई, भौचर पठाउनु पर्यो हैन, भौचर चाहिँ काटेर जानु पर्यो भनेदेखि पहिले भौचर काटेको हुन्छ अनि आएर त्यो इटिडिएस गर्ने हो। मानौँ यहाँनिर आयकरको कुरा आयो, राजस्व शीर्षक छान्नुहोस् भन्छ। यहाँ शीर्षक छान्ने हामीले के हो त, हाम्रो राजस्व शीर्षक भनेको चाहिँ भन्दाखेरि हामीले त आयकर तिरेको, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर तिरेको, पहिले भौचर क्रिएटै गर्ने हो। राजस्व रकम मानौँ त्यसैका लागि 5000 हैन सर। आर्थिक वर्ष कहिलेको भन्दाखेरि हामीले 82-83 को कुरा गर्नु पर्यो हैन। अब गत सालको अहिले अब नयाँ क्रिएट गर्ने हो भने 82-83 नै भयो। नयाँ गर्ने हुँदाखेरि त 82-83 कै कुरा गर्छौँ। अगाडिको छुटेको रहेछ भने त्यहाँको गर्नु पर्यो। यसरी टिडिएस छान्नुहोस्, टिडिएस हो गर्ने हो भन्दाखेरि हो भन्नु पर्यो। अनि त्यस पछाडि यति गरिसकेपछि हेर्नु त यो राजस्व जम्मा हुने बैंक छान्नुहोस्, कहाँ गएर जम्मा गर्ने। मानव वाणिज्य ब्याङ्कमा जम्मा गर्छौँ अथवा कहीँ गएर जम्मा गर्छौँ, कुन ब्याङ्क हो त्यही ब्याङ्कमा चाहिँ भन्नुपर्छ। अब जेनेरेट ट्रान्जेक्सन कोड भने है, कन्फर्म भन्ने भौचर क्रिएट भयो। भौचर आयो है। अब मेक पेमेन्ट भन्छ। मेक पेमेन्ट त्यहाँबाट पेमेन्ट गर्ने होइन। त्यसो भएपछि हामीले त्यसलाई चाहिँ क्यान्सिल भनिदिने, क्यान्सिल भन्ने। अनि यसलाई चाहिँ यो पेन्डिङ भनेर आयो नि, यसलाई गएर के गर्नु पर्यो त, हामीले यहाँ प्रिन्ट भन्ने आउँछ। यो प्रिन्ट गरेर चाहिँ हामीले प्रिन्टमा गएर यसरी राख्ने। राजस्व प्रणालीबाट सिजित भौचर भन्छ। अहिले यहाँ त प्रिन्टर जोडेको छैन, त्यो होइन, त्यतिकै बनाएको मात्रै हो यो त हैन। मैले त्यो मेक पेमेन्ट भन्छ सर, त्यहाँ अनलाइनबाट तिर्दिन्छु। अनलाइनबाट परेन, क्यान्सिल भन्ने, त्यसलाई क्यान्सिल भन्ने। अनि भौचर आउँछ, भौचर आएपछि अनि यसरी प्रिन्ट गर्ने, प्रिन्ट गरेर लिएर ब्याङ्कमा जाने हैन सर। ल यो भौचर लिएर ब्याङ्कमा गयो नि भयो। अब आफूले अनलाइन अब ई सेवा आइएमपीहरू त्योहरू चलाइन्छ भने त त्यहाँबाट तिर्न पनि मिलिहाल्छ। म चाहिँ अनलाइनै ई सेवाहरूबाट डाइरेक्ट तिर्दिन्छु सर। यसरी जान सक्यो त कनेक्ट आइपिएसबाट जान सक्यो, ई सेवाबाट जान सक्यो, खल्तीबाट, आइएमपीबाट हैन सर। ई सेवाबाट तिर्नलाई सर यो कस्तो व्यक्तिगत खाताबाट तिर्न मिल्छ र सर? हैन, अब तिर्ने कुरा त के भएर तिर्दियो अनि त्यसको भौचर चाहिँ राख्नु भयो आफूले। भने चाहिँ अब स्कुलबाट चेक आफूले ल्याउनु पर्यो त्यसो भए। स्कुलबाट आफूले पेमेन्ट लियो अनि तिर्ने बेलामा तिर्दियो। तर यो चाहिँ राख्नु पर्यो, भौचर त राख्नु पर्यो नि त। भौचर त चाहियो हैन। अब यसो गर्न मिल्छ। त्यस पछाडि यति गऱ्यौँ, यति गरिसकेपछि अब के हुन्छ भने सर म्याडमहरू
अब भोचर त बनिहाल्यो भोचरबाट हामीले तिरेर आउँछौँ स्कुलबाटै त गर्न भोचर मिल्ने तल रहेछ लगेर अनलाइनमा अब अनलाइन भइसक्यो तिरे पनि यो भोचरलाई अनि उता अब त्यो हजुरले काट्नु त सर हजुर अब जस्तो पुरानो भुक्तानीमा हो त्यहाँ गएर त्यो जस्तो कम्प्लिट भएको हुन्छ भोलिपल्ट हेर्दा अनि हो त्यहाँ प्रिन्ट गरेर भोचरमा चाहिँ भइराख्ने गर्छु कि सर यो भोचर त निकालेर राख्दा भइहाल्यो नि प्रिन्ट गरेर अनि यो राख्यो त्यो अनलाइनबाट तिरे पनि यही हो अब ब्याङ्क लाँदा ब्याङ्कले छाप्रो लाएर पैसा बुझेर दिने हो आफूले अनलाइनबाट दिँदा यो भोचर आउने त्यही हो त्यति हो हजुर अब त्यस पछाडि होइन यो भोचर बनिसक्यो भोचर लिएर गएर पैसा तिरेर आउँछौँ पैसा तिरेर आइसकेपछि अब हामीले के गरेका हुन्छौँ भन्दाखेरि तलको काम सक्छौँ तलको अघिको ट्रान्ज्याक्सन भर्ने आदि इत्यादि सबै काम सक्छौँ सकिसकेपछि अनि त्यस पछाडि हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि यहाँ आएर टिडिएस भेरिफिकेसन भन्छ फेरि त्यसलाई अब यहाँ अहिले लेखिरहेको छैन इन्टरक्याप छ किन लेखिन हजुर सर नमस्ते नमस्कार म्याडम भन्नु त सर यो के भन्छ हामी चाहिँ पहिले राजस्व व्यवस्थापन सूचना प्रणालीबाट चाहिँ हामी चाहिँ पहिले भोचर उठाउँछौँ होइन अनि त्यस पछाडि हामी चाहिँ टिडिएस भेरिफिकेसन गर्छौँ त्यो टिडिएस भेरिफिकेसन गरेको अवस्थामा चाहिँ त्यतिखेर त्यो डाटाहरू चाहिँ म्याच भएन भने त्यो अनरिकन्साइल्ड भनेर आउँछ नि सर हजुर हजुर अनि त्यो रिकन्साइल भएन अनरिकन्साइल भयो अनि हाम्रो डाटा सबमिट भएन भने त अब त्यो त हाम्रो टिडिएस भेरिफिकेसन त हुन सक्दैन अनि त्यो अवस्थामा चाहिँ हामीले चाहिँ के गर्ने सर त्यो भोचर पछि त्यतिकै राखेर पछि हामीले चाहिएको बेलामा चाहिँ ट्याक्स क्लियरेन्स चाहिएको बेलामा चाहिँ त्यो चाहिँ लगेर अफिसमा जाने हो त्यो चाहिँ अब नजिकैको करदाता सेवा कार्यालयमा गयो भने उनीहरूले क्यान्सल गरिदिएर बनाइदिइहाल्छन् फेरि ए किनभने मेरो चाहिँ त्यस्तो प्रब्लमहरू आइरहेछ होइन कहाँ हो म्याडमको भन्नु हजुर कहाँ हो म्याडमको कुन स्कुल मेरो चाहिँ ताप्लेजुङ हामपाङ हो सर जलकन्या नजिकै करदाता सेवा कार्यालय कहाँ छ हाम्रो चाहिँ फिदिम हो सर फिदिममा त्यहाँ करदाता सेवा कार्यालयमा गयो भने मैले कहाँनिर यहाँनिर गल्ती गरेँ मेरो रिकन्साइल भएन भनेपछि कहीँ कहीँ हाम्रो सानो गल्ती भएर कमा त्यो स्पेस त्यस्तोले पनि गल्ती भएर रिकन्साइल नहुने हो कि अनि त्यो गइसकेपछि त्यहाँ गएपछि उनीहरूले हेरिदिन्छन् हेरेपछि तुरुन्तै भइहाल्छ फेरि हजुर यहाँनिर अहिले यो टिडिएस भेरिफिकेसन पनि हेरिहालौँ न त भनेको थियो अहिले किन खुलेन यो फेरि त्यस पछाडि त्यति गरिसकेपछि यहाँनिर टिडिएस भेरिफिकेसन भनेर आउँछ टिडिएस भेरिफिकेसनमा हामीले कुन चाहिँ सबमिसन नम्बर हो त्यो सबमिसन नम्बर हालिसकेपछि टिडिएस भेरिफिकेसन गर्नका लागि पनि आएको हुन्छ र हामीले त्यो चाहिँ अहिले म्याडमले भन्नुभयो जस्तै कुनै कुनै बेला रिकन्साइल भएन भन्छ के रिकन्साइल नभएको अवस्थामा चाहिँ फेरि हामीले त्यसलाई रिकन्साइल गर्नुपर्ने हुन्छ सानोतिनो अलिअलि गल्ती भयो भने पनि फेरि त्यो चाहिँ रिकन्साइल नभइदिएर समस्या भएको हुन्छ देखिएको हुँदैन त्यसलाई चाहिँ देखाउनु पर्ने हुन्छ ओके B5 हो जस्तो लाग्यो यो क्यापिटलै हो त होइन ओके B5 ल अब त्यति सबै सकिसकेपछि अनि हामीले टिडिएस भेरिफिकेसन भन्नेमा जानुपर्छ अघिको सबमिसन नम्बर यसका लागि चाहिएको हो त्यो सबमिसन नम्बर राखिसकेर यसो बाहिरपट्टि कुनै बेला यहाँ यो हाइलाइट हुँदैन अनि बाहिरपट्टि क्लिक गरिसकेपछि प्रिभ्यू देखाउँछ त्यो प्रिभ्यू देखाइसकेपछि अनि सजिलैसितले हामीले त्यहाँबाट निकाल्न सक्छौँ निकालेर त्यसलाई राख्नुपर्ने हुन्छ भोचरसँग यसरी क्लियर गरेर राखिसकेपछि अनि सजिलो हुन्छ यति कुरा हो इन्टर रिक्वायर्ड पिन भन्नु अहिले त हजुर सर हजुर म्याडम त सर सुरुमा त्यो अगाडिको त्यो पासवर्ड चाहिँ स्कुलले क्रिएट गरेको हुन्छ कि स्कुलबाटै क्रिएट गरेको हुन्छ करदाता सेवा कार्यालयबाटै लिने हो त्यो पनि तर क्रिएट गर्न मिल्छ आफैले क्रिएट गर्न मिल्छ पासवर्ड क्रिएट गर्न मिल्छ त्यही गएर क्रिएट गर्न मिल्छ सर पहिला दर्ता भएको मोबाइल नम्बरमा एउटा ओटिपी कोड आउँछ हजुर त्यसरी मिल्छ बिर्सियो भने नि गर्न मिल्छ जस्तै यहाँ पासवर्ड क्रिएट गर भनेर पनि आएको हुन्छ त्यो तर कुनमा दर्ता भएको छ त्यो दर्ता भएकोमा चाहिँ दर्ता भएको मोबाइलमा आउँछ हैन सर त्यो हजुर सर
दर्ताको भन्दा पनि आफूले चाहिँ राख्ने हो सर त्यो हजुर हो त्योबाट लिन सकिन्छ नभए केही गरी आफूलाई कन्फ्युजन भयो भने त्यहाँ फोन गर्यो भने पनि करदाता सेवा कार्यालयबाट भनिदिन्छन् तर अब त यो कन्ट्याक्ट नम्बरमा नम्बर राख्ने हो अनि त्यस पछाडि त्यही नम्बर चाहिँ उनीहरूले दर्ता गरिदिन्छ पहिले क्रिएट गरेको छ र पासवर्ड बिर्स्यो भने चाहिँ फरवर्ड गर्न त्यो पुरानो नम्बर जुन छ त्यसमा जाने हो कोड नत्र भने चाहिँ नम्बर छ भने त आफूले चेन्ज गर्न सक्यो अब त स्थानीय तहमै गर्ने भन्ने अब त वडामा आउने भनेको छ सजिलै भइहाल्यो नि हामीलाई यो टिडिएस गर्न आदि इत्यादि गर्न हामीसँग सिप भएपछि सजिलै सेवा त सजिलै लिन सकिन्छ स्थानीय तहले नै गर्ने अब करदाता सेवा कार्यालय हटाउने आएपछि त त्यही हुने हो हो हजुर हाम्रो ब्याङ्कको त हटिसकेको छ अब स्थानीय तह फर्केर त बस्नु होला यस्तो हो सर अब सबै कामहरू अनलाइनबाट नै भइहाल्छ अहिले सेवा कार्यालय जानु पर्दैन नि त त्यही भएर आवश्यक देख्न त्यो बेकारको खर्च मात्रै हो किन धेरै खर्च गर्ने भन्ने पनि होला सर पहिला रसिद बोकेर त्यही जानु पर्छ अहिले त्यो पान नम्बर निकाल्न र बन्द गर्नलाई मात्रै कर कार्यालय जानुपर्छ अरू बेला पर्दैन त्यो भएपछि त्यो स्थानीय तहलाई नै दिएपछि त सकिहाल्छ ल सर म्याडमहरू यो इटिडिएस गर्ने कुरा अलिकति अभ्यास चाहिँ चाहिन्छ नै घरिघरि अलिक दुःख पनि पाइन्छ सिकेपछि चाहिँ तर त्यो दुःख पाउनु भनेको अवसर पनि प्राप्त हुन्छ त्यसैले अब मैले चाहिँ बढी खट्नु पर्यो दुःख पाएँ भन्नेतिर नसोचिकन हामीले थोरै ट्राई गऱ्यौँ भने सिक्दै जान सक्छौँ सर म्याडमहरूलाई मैले यो अनुरोध गरेँ अब अर्को चाहिँ हामीले नागरिक लगानी कोषलाई कसरी यहीँबाट बसेर इन्ट्री गर्न सक्छौँ भन्ने बारेमा म सर म्याडमहरूसँग अनुरोध गर्दैछु अब हेर्नु त यो नागरिक लगानी कोषको सिधै नागरिक लगानी कोष भनेर वेब पनि हुन्छ सिआइटी भनेर लेखेर पनि हुन्छ होइन सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट भने हो त्यो दुईटैबाट जान सकिन्छ अब हेर्नु त यहाँनिर लगइन यसरी है लगइन गर्दाखेरि चाहिँ सर म्याडमहरूले पहिले त्यो चाहिँ सुनेको भएदेखि सहज हुने रहेछ मैले एकैचोटि यतापट्टि लगेँ के गर्दै हुनुहुन्छ अनलाइन इन्ट्री गर्नुहुन्छ कि हुलाक मार्फत पठाउँदै हुनुहुन्छ सर म्याडमहरूले तर अनलाइनै इन्ट्री गर्दैछ हजुर अरू साथीहरूको के छ अनुभव अनलाइन नै हो सर हो अनलाइन इन्ट्री गर्नु भएको छ भने त खासै यो त्यति पनि भएन होइन के छ जरुरी छ भने छलफल गरौँ जरुरी छैन भने एकचोटि देखाउन सर सबैजनाले सिकाउन सर यो सिकाउन ल ठिक छ अब यसका लागि सर म्याडमहरू यस्तो छ है यो पहिले चाहिँ यदि हामीले अनलाइन इन्ट्री गर्ने गरेका छैनौँ भने पहिले रिक्वेस्ट गर्नुपर्छ रिक्वेस्ट गर्नका लागि पनि के हो भने सर म्याडमहरू यसमा जानु पर्यो है पहिले हेर्नु है रजिस्टर फर ई सर्भिस भन्छ है रजिस्टर फर ई सर्भिस भन्यो ई सर्भिसका लागि रजिस्टर गर्नका लागि पहिले के गर्ने हो भने पर्सनल लगइन गर्ने हो कि अफिसका लागि हो कर्पोरेट लगइन अथवा अफिस लगइन प्राइभेट एन्ड गभर्नमेन्ट भन्यो है अब त्यो छ त्यसका लागि चाहिँ प्रोसिडमा जानु पर्यो अनि यसलाई के हुन्छ भने यो सबै कुरा राख्दै गयो होइन अनि राख्दै गइसकेपछि के हुन्छ यसमा चाहिँ एउटा चिठी लेखेर पठाउनु पर्यो त्यो फाइल एड गर्ने त्यो प्रक्रियामा धेरैजना सर म्याडमहरू अगाडि बढिसक्नु भएको छ जस्तो लागिरहेछ जो बाँकी हुनुहुन्छ उहाँले चाहिँ है उहाँलाई के भनेर भन्दाखेरि हाम्रो विद्यालयको युजर कोड युजर आइडी र पासवर्ड उपलब्ध गराइदिनु हुन भनेर चाहिँ त्यहाँ लेखेर त्यो फाइललाई राख्नु पर्यो या फाइल राख्नुपर्छ फाइल कस्तो हुनुपर्छ भन्दाखेरि जेपीजी पिएनजी फाइल हुनुपर्छ फोटो खिचेर त्यसमा चाहिँ कन्भर्ट गर्न पनि मिल्छ है फेरि कन्भर्ट गर्न मिलिहाल्छ त्यो फाइल अपलोड गर्ने फाइल अपलोड गरेको 24 घण्टासम्ममा उनीहरूले दिइहाल्छन् हामीलाई कसको हामीले मोबाइल नम्बर राखेका छौँ त्यसमा नै आधिकारिक व्यक्तिको मोबाइल नम्बरमा युजर नेम र पासवर्ड आउँछ के गरी आएन छ भने फोन गर्दा पनि तिनीहरूले भनिदिन्छन् त्यसपछि अब त्यति गरेर हामीले जब युजर नेम र पासवर्ड पाइसक्छौँ युजर नेम र पासवर्ड पाइसकेपछि अनि त्यस पछाडि हामी चाहिँ अगाडि जानुपर्ने हुन्छ अगाडि जाँदाखेरि हेर्नु त सर म्याडमहरू हामी चाहिँ लगइनको प्रोसेसमा जान्छौँ किरर भनिदियो अहिले त्यतिले नागरिक लगानी कोष है नागरिक लगानी कोष नागरिक
लगानी कोष सिधै यसमा है होम पेजमा गयौँ। यहाँ हेर्नु है यो प्रकारको नोटिसहरू आएको हुन्छ आदि इत्यादि भन्दैछ। स्किप टु वेबसाइट, सिधै वेबसाइटमै जान्छौँ हामी, अरूतिर त्यसमा गएनौँ। अब ई सर्भिसवालामा जान्छौँ है। ई सर्भिसवालामा गइसकेपछि त्यो जुन हाम्रो चाहिँ युजर नेम र पासवर्ड आएको हुन्छ, युजर नेम र पासवर्ड प्रयोग गरेर यसलाई चाहिँ लगइन गर्नुपर्छ। यसरी लगइन गर्ने है। इनभ्यालिड युजर नेम अर पासवर्ड भनेर भनौँ, कहीँ चाहिँ केही गल्ती भयो भने त्यसले चाहिँ फेरि हामीलाई त्यसरी अर्को राख्न लगाऊ, मतलब भन्छ युजर नेम र पासवर्डमा कहीँ कतै गल्ती भएको छ भने चाहिँ त्यस्तो खालको अवस्था आयो, सही पासवर्ड चाहिँ राख्नुपर्ने हुन्छ। अब त्यसो भएदेखि मैले यहाँ अहिले फेरि पासवर्ड राखेँ। ल ल हेर्नु है। अब यसरी युजर नेम र पासवर्ड राखिसकेपछि यो प्रकारको इन्टरफेस खुल्छ। इन्टरफेस खुलिसकेपछि अब के गर्ने हो त भन्दाखेरि हामीले चाहिँ अफिस कलेक्सन सिट इन्ट्री भनेर यसरी राख्ने हो है। अफिस कलेक्सन सिट इन्ट्रीमा जान्छौँ। अब त्यहाँ गइसकेपछि अब गर्नुपर्ने के हुन्छ भन्दाखेरि हामी त अहिले के गर्दैछौँ भन्दाखेरि क्रिएट गर्न लागिरहेछौँ। क्रिएट गर्ने हो। क्रिएट गर्दाखेरि हेर्नु है दुईटा प्रकारको हामीसँग कोड हुन्छ, एउटा केबीबी भन्छ, एउटा चाहिँ टिबिएन भन्छ। केबीबी भनेको यो स्वैच्छिक रूपमा जो पेन्सन योजनामा प्रवेश गर्नुभएको छ उहाँलाई केबीबी भन्छ, रिटायरमेन्ट फन्ड भनेको छ। अर्को चाहिँ टिबिएन भनेको छ, टिचर इन्सुरेन्स फन्ड। अब हामी चाहिँ सपोज एकछिनका लागि टिचर इन्सुरेन्स फन्डमा गयौँ। हजुर अब यस पछाडि हेर्नु है, त्यस पछाडि गएर अब के गर्नुपर्छ भन्दाखेरि सर म्याडमहरू यति गरिसकेपछि अब के हुन्छ भने यहाँनिर डिस्क्रिप्सन लेख्न मिल्छ। यहाँ थोरै डिस्क्रिप्सन राख्नुपर्ने हुन्छ। यो कहिलेदेखिको अन्तरालमा हो भनेर चाहिँ डिस्क्रिप्सन राख्न सकिन्छ होइन। त्यसपछि अनि यहाँनिर हेर्नु त, यहाँ तल गएर हामीले सर्च गऱ्यौँ भने हाम्रो विद्यालयका स्टाफहरूको सबैको यो चाहिँ नाम आउँछ है। अनि यहाँ क्लिक पार्ने, क्लिक पारिसकेपछि उहाँको नाममा आयो। जस्तै एकछिनका लागि हामीले चाहिँ कहिलेदेखिको जम्मा गर्नुपर्ने होइन। 3 महिनाको हो भने 24 चाहिँ भएको हुन्छ, अनि 1 महिनाको हो भने 8 चाहिँ भएको हुन्छ। यसो गर्ने, फेरि अर्को सुरु गर्ने। यहाँ यो साथीकोमा क्लिक गरिदिने, थपियो, यहाँ गएर 24 चाहिँ राख्ने। एवं प्रकारले राख्दै यहाँ जति हामी राख्दै जान्छौँ त्यति यहाँ के हुँदै जान्छ भन्दाखेरि माथिपट्टि गएर यो चाहिँ जम्मा हुँदै जान्छ। यो जम्मा हुँदै गइसकेपछि अब हेर्नु है, सबै जम्मा हुँदै जान्छ। जम्मा हुँदै थपिँदै गइसकेपछि अब के भयो त भन्दाखेरि यसलाई ड्राफ्टको रूपमा सेभ गर्ने हो कि कन्फर्म गर्ने हो त्यसो भन्छ त्यसले। तर हामी अब सबै स्टाफहरूको जस्तै यहाँ फेरि सर्चमा क्लिक गर्छौँ। 2 जनाको भएको छ, तेस्रो साथीको पनि त्यसै गर्छौँ होइन। यहाँ 24 चाहिँ रकम राखिदिन्छौँ। अनि फेरि यहाँ गएर क्लिक पार्छौँ, अर्कोमा पुग्छौँ, यसो गर्छौँ, यहाँ 24 चाहिँ राख्छौँ। ल यो तरिकाले चाहिँ हामीले यसलाई राख्दै चाहिँ अगाडि बढाइसकेपछि अब हेर्नु है, अब यसलाई चाहिँ हामीले कन्फर्म चाहिँ गर्छौँ। यो कोड नम्बर सुरुको 24,000 भएको छ, त्यसलाई अब एडिट गर्न मिल्दैन सर। डिलिट चाहिँ हामीले पनि भइहाल्छ, डिलिट
हान्ने र अर्को बनाउँदा पनि भइहाल्छ अर्को फेरि उहाँको थप्ने भइहाल्छ अब गर्नुपर्ने कुरा चाहिँ के हो हेर्नु है सर म्याडम यो कोड नम्बर दिएर हामी यो कोड भएकोवाला चाहिँ गर्छौँ होइन अनि यो लिएर यसलाई प्रिन्ट गरेको हुन्छ हामीले त्यो प्रिन्ट गरेको कपी लिएर हजुर एउटा कुरा नि सर सोधिहाले सर सिस्टममा है जस्तो हामीले गल्ती गरे झुकेर त्यो कन्फर्मेसन कोड आइहाल्यो नजाने के बिग्रियो सर फेरि पुनः गर्दा हुन्छ सर मैले मेरो धेरै पहिला सुन्नु भन्दाखेरि यस्तो छ ब्याङ्क नजाउन्जेलसम्म त हाम्रो पैसा कमाउनु हुँदैन नि त ब्याङ्क गएर पैसा ब्याङ्कले यो कोडको आधारमा उद्योगमा अनलाइन गरेर उता पठाएपछि किन जाने हो अहिले त केही जाने जस्तो क्यान्सल भयो के हुन्छ अहिले त डाटामा पनि देखाउँछ जस्तो लाग्छ सजिलै छ के सकिन्छ रहिरहेको जस्तो आत्मा देखाउँछ जस्तो जस्तै लाग्छ अहिले मैले मेरो विद्यालयको गरेँ यो त फिर्न जाने होइन सरहरूलाई देखाउनको लागि गरे हो होइन नतिरेपछि हाम्रामा जम्मा हुने होइन त्यो म त के पछि के समस्या पर्छ कि भन्ने लागेर पर्दैन के समस्या पर्छ त्यो समस्या आइहाल्यो भनेदेखि के अरे यसरी भएको त्यसलाई क्यान्सल गरिदिनु भन्नुपर्छ भइहाल्छ हजुर हुन्छ सर म्याडमहरू सानो चाहिँ यसको बारेमा थोरै 2 मिनट जति छलफल गरौँ मेरो एउटा सरहरूले यहाँ फोन गर्नुभयो मैले त्यो हामीलाई एकदमै जरुरी हुने 3टा कुरा थियो एउटा इटिएसको कुरा थियो नागरिक कुरा थियो जहाँ पालिकाबाट काट्नुहुन्छ नि पालिकाबाट चाहिँ सञ्चकोष पनि पालिकाबाटै पठाइदिनुहुन्छ सर म्याडमहरू के हुन्छ हिजोसम्म चाहिँ हाम्रो गरिरहेको थियौँ सर यो असोज अगाडिसम्म हजुर आफै गरियो अनि अहिले चाहिँ सर उहाँहरूले नै गर्ने प्रोसेसमा हुनुहुन्छ अहिले चाहिँ ए उहाँहरूले नै पठाइदिनुहुन्छ सञ्चकोष पनि त्यो प्रोसेसमा छ भन्दै हुनुहुन्छ गइ चाहिँ सकेको छैन अहिले त्यो कतिपयको के नमिलेर कागजात नमिलेर भनौँ न अब यो आइडी नमिल्ने कसैको के नमिल्ने भएर चाहिँ उहाँहरू पनि गर्दै चाहिँ हुनुहुन्छ सर ए त्यसो गरिदिनु भयो भने त झन् सजिलै भइहाल्यो केही गर्नै परेन होइन पालिकाले पठाइदिनु भयो भने त हाम्रो सञ्चकोष काटिहाल्छ तर एउटा काम चाहिँ यो खासमा पालिकाले गरिदिएदेखि सजिलो हुने हो कि किनभने पालिकाले पनि ट्रान्जेक्सनदेखि नै त्यहाँ पनि अडिट गर्नुपर्ने फेरि विद्यालयमा आयो विद्यालयमा पनि ट्रान्जेक्सन देखिएर अडिट गर्नुपर्ने त्यो दोहोरो झन्झट गर्नुभन्दा त पालिकाले पनि पठाइदियो भने एउटै अडिटले पनि काम पनि सकियो अनि अर्को भनेको चाहिँ हामी यो प्रशासनिक कामतिर चाहिँ झन्झटमा नफसिने हामी एकाडेमिक कामतिर पढाइतिर मात्रै लाग्न पाउने हुँदाखेरि चाहिँ सजिलो हुन्थ्यो त्यसो गरिदिँदा चाहिँ राम्रै हुने हो भने चाहिँ तर सबै पालिकाहरूमा त्यो प्रकारको अभ्यास भइसकेको छैन त्यसले गर्दाखेरि चाहिँ अलिक भइरहेछ हजुर सुरुमा त दुःख पायो नि सर अब एकैचोटि आयो स्कुल आएपछि अब अरूले नजानेको अवस्थामा आफूले गर्दाखेरि जो सिकाइ चाहिँ भयो हजुर त्यो चाहिँ अब राम्रो कुरो त्यही मात्रै सिकाइ चाहिँ तर दुःख चाहिँ पाइयो सर अब जानिएन खोजखाज चाहिँ गर्नु त्यहाँदेखि चाहिँ सिकियो सर हो तर अब यस्तो हो त्यति दुःख गरेको हुनाले अलिकति काहीँ गरेर बोल्नु पर्दाखेरि होइन मलाई त्यो आउँदैन भनेर निरीह जस्तो हुनु पर्दैन त्यो चाहिँ मैले यो विषयवस्तु चाहिँ प्रस्तुत गर्न सक्छु भन्न पाउनु पनि एउटा ठुलो कुरा हो नि त गर्ने कि अफिसको गर्ने भनेर यसरी भन्छ अनि इन्डिभिजुअलमा चाहिँ हामीले होइन अफिसको चाहिँ हामी गर्छौँ अफिसले जाँदाखेरि त्यहाँ पनि युजर नेम र पासवर्ड छ युजर नेम र पासवर्ड भइसकेपछि हामी त्यो युजर नेम र पासवर्डलाई प्रयोग गरेर हामी लगइन गर्छौँ सर म्याडमहरू अघिकै तरिकाले ल हेर्नुहोस् यसरी लगइन गरिसकेपछि हाम्रो दुईटामा जान्छ यसले एउटा के भन्छ भने कन्ट्रिब्युटरी पेन्सन र प्रोभिडेन्ट फन्ड भनेर भन्छ हामी चाहिँ प्रोभिडेन्ट फन्डवालाको काम गर्छौँ यो झन् सजिलो छ अर्को भन्दा यो नागरिक लगानी कोष इटिडिएस भन्दा यो सजिलो छ यो चाहिँ गाह्रो छैन एकदम सजिलै खालको छ अब यो प्रकारको इन्टरफेस खुल्छ यो प्रकारको इन्टरफेस खुलिसकेपछि हामीले चाहिँ
यो वेब इन्ट्री भन्छ, वेब अपडेट भन्छ, भ्यू स्टेटमेन्ट भन्छ र सबैभन्दा सजिलो तरिका भनेको चाहिँ वेब रियुजमा चाहिँ जानुपर्ने हुन्छ। वेब यो पुरानो हामीले जुन प्रयोग गरेका हुन्छौँ त्यो पुरानोलाई नै फेरि पनि प्रयोग गर्ने गरेको चाहिँ हामी वेब रियुजमा है सर म्याडमहरु, वेब रियुज पहिले पठाएकै लिस्टलाई हामीले प्रयोगमा ल्याउन मिल्छ के, पहिले पठाएकै लिस्टलाई प्रयोगमा ल्याउन मिल्छ। यसको चाहिँ यस्तो छ, यसमा पहिले भोचर बनाएर आइन्छ, इटिडिएसमा पहिले भोचर आफूले स्कुलमा बनाइन्छ अनि लगेर पैसा जम्मा गरिन्छ, नागरिक लगानी कोषमा पनि पहिले स्कुलमै भोचर बनाइन्छ अनि लगेर जम्मा गरिन्छ। यसमा चाहिँ भोचर पहिले लिएर आइन्छ अनि इन्ट्री गर्नुपर्छ। स्कुलमा जम्मा साथीहरू जति हुनुहुन्छ उहाँहरूको सबैको रकम चाहिँ जम्मा गर्दाखेरि जम्मा कति रकम भएको छ त्यो रकमलाई हैन सर म्याडमहरु, त्यो रकमको आधारमा हामीले सञ्चय कोषको नाममा भोचर बनाएर आउँछौँ। भोचर बनाएर आइसकेपछि अनि त्यस पछाडि हामीले यहाँ काम गर्नुपर्छ। त्यसका लागि के गर्नुपर्ने रहेछ भन्दाखेरि वेब रियुज भनेपछि पुरानो कुरा जे रहेको छ हाम्रो वेबमा त्यसलाई नै म प्रयोगमा ल्याउँछु है भनेको हो। अब सिलेक्ट प्रिभियस मन्थ, यो पुरानो यहाँ सबै बसेकै हुन्छ, यसरी धेरै पहिलेदेखिको रिसिप्टमा कति बेलाको हो भनेर बसेकै छ। कुन चाहिँ उपयुक्त खालको हो, मतलब हामीलाई काम लाग्ने खाले हो, फरक हुन्छ। कतिको चाहिँ जस्तो बिहानतिर काम गर्ने साथीहरूको छुट्टै अनि दिउँसोतिर काम गर्ने साथीहरूको छुट्टै बनाएको हुनाले त्यो रिसिप्ट हेरेर फरक हुन्छ। अब मन्थ फ्रम कहिलेदेखि कहिलेसम्म गर्ने त, सपोज एकछिनका लागि हामी 2082 सालको साउनदेखिको 2082 सालको असोजसम्मको चाहिँ जम्मा गर्दैछु भनेर यसरी एकछिनलाई यो राख्ने अब हैन। अब त्यसका लागि यहाँबाट मैले यसरी जम्मा गर्छु भनेर हैन, यसरी जम्मा गर्छु भनिसकेपछि यो आइहाल्यो। अनि यसमा तलमाथि गर्न मिल्छ। जस्तै एकछिनलाई यो चाहिँ 12,000 होइन 36,000 भयो, एकछिनलाई 3,60,000 भएको 36,000 भयो, यसलाई राखिदिने। यहाँ पनि सपोज 36,000 भयो। यसो गर्दै हाम्रो भोचरमा जम्मा कति रकम छ हैन, हाम्रो भोचरमा जम्मा कति रकम छ त्यति पुग्नु पर्छ। जस्तै यहाँ 2,64,000 कति भयो, 768 भयो हैन। यो तरिकाले राख्दै जाने। अनि भोचरमा चाहिँ हाम्रो रकम अलिअलि तलमाथि भयो भने त्यसलाई पनि मिलाउनु पर्ने हुन्छ। पैसामा कुनै बेला मिल्दैन। पैसामा मिलाउनु पर्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि भौचरसँग ठ्याक्क मिलाउनको लागि 10 पैसा 20 पैसा अलिअलि तलमाथि हुन सक्छ। यदि भयो भने नहुन पनि सक्छ, हुनै पर्छ भन्ने छैन। सबैको सही ढङ्गले हिसाब गरेको छ भने त मिलिहाल्छ, मिलेन भने यसलाई तलमाथि गरेर मिलाउन सकिन्छ। भौचर सबै ठिक्क पार्छौँ हामी यसरी। भौचर ठिक्क पारिसकेपछि अनि त्यस पछाडि त्यहाँ भौचरमा भएको रकम र यो रकम मिलिसकेपछि हामी यसमा जान्छौँ, ब्याङ्क ट्रान्जेक्सन इन्ट्री भन्नेमा जान्छौँ है। ब्याङ्क ट्रान्जेक्सन इन्ट्री भन्नेमा जान्छौँ। सपोज अघि भरेकै कोही रिसिप्ट दिन्छ, त्यो भौचर भइसकेपछि हैन, वेब रियुजवालाले यहाँ गएर तल भौचर बनेको हुन्छ, त्यो भौचरमा गएर हामीले चाहिँ राख्छौँ हैन। सपोज फेरि मैले यसलाई दोहोऱ्याएँ यसरी, कहिलेदेखिको थियो भन्दाखेरि 82 को साउनदेखि साउनै भनौँ एकछिनलाई। गरिसकेपछि हेर्नु त, यहाँ तल गइसकेपछि यसलाई सबमिट गर्ने भन्छ है। अघि भने जस्तै सबमिट गरिदिँदा केही बिग्रिएन, त्यो जम्मा गर्न पाएको छैन, केही हुँदैन, त्यो पैसा जम्मा हुँदैन, केही भएन। सबमिट गर्यौँ, सबमिट गरिसकेर यहाँनिर आए सक्सेसफुल्ली सबमिटेड, रिसिभ नम्बर त यति भन्छ है। अब ब्याङ्कको ट्रान्जेक्सन मेनुमा जाऊ भने उसले यति भनिसकेपछि अब ठ्याक्क कहाँ जाने भन्दाखेरि ट्रान्जेक्सन इन्ट्रीमा जाने। इन्ट्रीमा गइसकेपछि अघि जो हामीले जम्मा गरेका हुन्छौँ त्यसकै रिसिभ नम्बर आएको हुन्छ, त्यसमा 2,17,463 भनेर आयो। एमाउन्ट डिपोजिटेड ब्याङ्क
कुन ब्याङ्कमा गएर डिपोजिट गरिएको हो भन्ने बारेमा चाहिँ हामीलाई यहाँनिर लगेर जस्तै अब राष्ट्रिय वाणिज्य ब्याङ्कमा जम्मा गरिएको छ भने राष्ट्रिय वाणिज्य ब्याङ्क भनेर यहाँ दाब्छौँ हामी। र यसको चाहिँ एउटा कुरा याद गर्नुपर्ने कुरा के छ भन्दाखेरि सबै ब्रान्चहरूको विशाल बजार ब्रान्च नै भनेको छ है, विशाल बजार ब्रान्चमा नै मात्रै राखिन्छ। अनि यहाँ राख्नुपर्ने कुरा भनेको अब ब्याङ्कले लेखिदिएको ट्रान्जेक्सन आइडी भनेर त्यहाँनिर नम्बर आउँछ, त्यो आइडी चाहिँ हाल्नुपर्छ यसरी है। अब त्यो आइडी हालिसकेपछि त्यो आइडी भनेको रातो अक्षरले उनीहरूले लेखिदिएको हुन्छ, त्यो आइडी यहाँ राख्ने, यो आइडी राखिसकेपछि यहाँनिर सबमिट गर्ने। सबमिट गर्ने बित्तिकै हामीले कसको नाममा कति पैसा रकम जम्मा भयो भन्ने एउटा चाहिँ स्लिप आउँछ, त्यो स्लिपलाई सुरक्षित गरेर हाम्रो विद्यालयको प्रयोजनको लागि त्यसलाई चाहिँ राख्छौँ। र यसो गरेको एक दिन दुई दिन भित्रमा चाहिँ हाम्रो आफ्नो नाममा चाहिँ पैसा जम्मा भयो है भनेर के हुन्छ मेसेज आउँछ। र यसरी झन् सजिलो सञ्चय कोषलाई पनि हामीले घरमै बसेर आफ्नै तरिकाले अनलाइनको माध्यमबाट जम्मा गर्न सक्छौँ। सर म्याडमहरूलाई मैले यो अनुरोध गरेँ, अब पालिकाबाटै जम्मा हुनेले पनि यसरी नै गर्ने हो, सबैको त्यो आइडी पासवर्ड राखेर मतलब के भन्छ नयाँ चाहिँ आइडी नम्बर राखेर उनीहरूले तयार गरेर अनि पठाइदिने हो। अनि हामीले आफूले गर्दा पनि यसरी गर्नुपर्छ। जो साथीहरूको पालिकाबाट हुँदैन, पालिकाबाट नहुनेहरूलाई यो उपयोगी हुनसक्छ, पालिकाबाट हुनेले त पालिकाबाटै गरिहाल्नुहुन्छ। हजुर यति कुरा भने मैले। सर यसमा हाम्रो स्कुलको स्टाफको लिस्ट कसरी हेरिन्छ भनेर भन्नुभयो। सरलाई आइडी र पासवर्ड थाहा छ सर? अब पासवर्ड फेरि दिनलाई अप्ठ्यारो होला। सरको अहिले ल्यापटपमा हुनुहुन्छ, सेयर गर्न मिलिहाल्छ, आफै आइडी पासवर्ड राख्न मिल्छ सर। जस्तै फाइन इम्प्लोइ भनेको छ नि त्यहाँ भनेर भन्नुभयो होइन। जस्तो सरले भन्नुभएको कुरा यहाँ रहेछ, दिगलाल सरले बोल्न अहिले अप्ठ्यारो भएको होला। सबमिट यो यसरी थप्न पनि मिल्छ कि वेब रियुजमै गएँ म एकछिनलाई, सेलेक्ट प्रिभियस मन्थ भन्यौँ होइन, यहाँ गयौँ अनि त्यस पछाडि यसलाई साउन्डदेखि साउन्डकै कुरा गरौँ, 82 साउन्डदेखि साउन्ड भयो, साउन्डकै कुरा गऱ्यौँ। ल साउन्डदेखि साउन्डकै कुरा गरिएको छ। जस्तै यहाँनिर यहाँ भए मध्येको यहाँ खोज्न पनि मिल्यो होइन, कसैलाई डिलिट गर्नुपर्छ त्यो महिना उहाँ हुनुहुन्न भने उहाँलाई डिलिट गर्दै पनि भयो होइन। अनि अर्को भनेको चाहिँ यहाँ यो सञ्चय कोष इम्प्लोइ नम्बर राख्ने बित्तिकै त्यहाँ आइहाल्छ।